राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको मुद्दाबारे कानून व्यवसायीहरूले ब्रिफिङ गरेका छन्। मुद्दा कानून भन्दा बढ़ी राजनीतिक गलत नियतका साथ आकर्षित नहुने अभियोगमा लगाइएको निष्कर्ष निकालिएको छ। कानून व्यवसायीहरूले सहकारीको बचत हिनामिना प्रकरणमा रासपाका सभापति लामिछानेले खेपिरहेको मुद्दाबारे ब्रिफिङ गरेका हुन्। लामिछानेको विचाराधीन मुद्दाको बहसमा संलग्न कानून व्यवसायीहरूले रासपा केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू र पार्टीसँग आबद्ध कानून व्यवसायीलाई ब्रिफिङ गरेका हुन्। रासपाका कानून विभागका अनुसार ब्रिफिङमा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, रमण श्रेष्ठ, मेघराज पोखरेल, सुरेन्द्र थापा, अधिवक्ताहरू दीपेन्द्र झा, डाक्टर नारायण दत्त कडेल, राजेन्द्र सेडाई, सुदिज्ञ पन्त र सञ्जल गोले सहभागी थिए। पन्तले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निष्कर्ष विपरीत मुद्दा लगाइएको, लामिछानेले कुनै पनि सहकारीमा ऋण लिन निवेदन नदिएको, सहकारी